शेयर बजारमा लगानी गर्ने सोच त छ, तर कहाँबाट सुरु गर्ने, के गर्ने केही थाहा छैन होइन त? धेरैलाई लाग्छ यो कि त धेरै पैसा उनीहरूको लागि हो कि त एकदमै जटिल छ। तर आज हामी यो भ्रम तोड्नेछौँ र लगानी यात्राको पहिलो पाइला सँगै चाल्नेछौँ। अब सबैभन्दा ठूलो प्रश्न, पकेट मनी बचाएर होस् वा भर्खर जागिर सुरु गरेर थोरै पैसाले कसरी लगानी गर्ने? यो प्रश्न सबैको मनमा हुन्छ। तर चिन्ता नलिनुस्, यसको जवाफ छ र सोचेभन्दा धेरै सजिलो पनि छ। सबैभन्दा पहिले त एउटा कुरा मनबाटै निकालिदिनुहोस् कि शेयर बजार एकदमै जान्ने मान्छेको लागि मात्र हो। होइन, डाक्टर, इन्जिनियर, कलाकार वा किसान जो कोही हुनुहोस्, यो सबैको लागि हो। यहाँ डिग्रीले होइन, सिक्ने इच्छा र अलिकति धैर्यले काम गर्छ। ल, अब एउटा एकदमै महत्त्वपूर्ण कुरा, लगानीको सबैभन्दा शक्तिशाली मन्त्र। यदि लगानी यात्रामा एउटा मात्र कुरा सिक्नु पर्यो भने त्यो यही हो। यसलाई भनिन्छ कम्पाउन्डिङको शक्ति। यो हरेक सफल लगानीकर्ताको गोप्य हतियार हो। साँच्चै ल हेर्नुहोस्, महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले समेत यसलाई संसारको 8औं आश्चर्य भनेका थिए। अब किन होला त? किनभने यसमा पैसाले तपाईँको लागि काम गर्छ अनि त्यो पैसाले कमाएको पैसाले फेरि झन् धेरै पैसा कमाउँछ। यो त समयसँगै सानो लगानीलाई पहाड जत्रो बनाउने जादु जस्तै हो। यसलाई यसरी बुझौँ है। मानौ आज एउटा सानो बिउ रोप्यो। सुरुमा त खासै केही देखिँदैन। 5 वर्षमा एउटा सानो बिरुवा बन्ला, 10 वर्षमा अलि ठूलो होला। तर 20 वर्षसम्म धैर्य गरेर मलजल गरिरह्यो भने त्यही बिरुवा एउटा विशाल रुख बन्छ जसले मिठो फल दिन्छ। लगानी पनि ठ्याक्कै त्यस्तै हो। सुरुमा अलि सुस्त लाग्छ, तर अन्त्यमा चमत्कारिक हुन्छ। र यो हो त्यो धैर्यको फल। हेर्नुहोस् त, एउटा सानो नियमित बानीले कसरी करोडपति बनाउन सक्दो रहेछ। यो कुनै सपना होइन, यो शुद्ध गणित र समयको शक्ति हो। यसले के देखाउँछ भने बजारमा कहिले किन्ने भन्दा कति समयसम्म टिक्ने भन्ने कुरा कति धेरै महत्त्वपूर्ण रहेछ। अब लगानीको यात्रा सुरु गर्दा एउटा महत्त्वपूर्ण दुबाटो आउँछ। एउटा बाटोले छिटो छिटो पैसा कमाउने लोभ देखाउँछ, अर्कोले चाहिँ धैर्य र अनुशासन माग्छ। आज कुन बाटो रोजिन्छ, त्यसैले आर्थिक भविष्यको कथा लेख्छ। ल हेर्नुहोस्, बायाँतिरको बाटो यो हो छिटो धनी बन्ने मृगतृष्णा। पैसा डबल, बुम बुम बुम, यो शेयरले त उडाउँछ। यस्ता हल्लाको पछि लाग्दा मेहनतको कमाई बादल जस्तै बिलाउन सक्छ। तर दायाँतिरको बाटो हेर्नुहोस् त, अलि शान्त छ। यहाँ ज्ञान छ, धैर्य छ र समयको साथ छ। यो बाटोले सम्पत्ति निर्माणको दिगो शिखरमा पुर्याउँछ। एउटा कुरा म के भन्छु भने एकदमै ध्यान दिएर सुन्नुहोला। इन्टरनेटमा आफूलाई गुरु बताउने र रातारात धनी बनाउने सपना देखाउनेहरूबाट जोगिनुहोस्। विश्वास गर्नुहोस्, 95% नयाँ लगानीकर्ताहरू यही पासोमा पर्छन्। र यदि यो एउटा गल्तीबाट मात्र बचियो भने आधा लडाई त त्यही जितिन्छ। ल, त्यसो भए सही बाटो के हो त? दिमागमा यही प्रश्न आयो होला, हैन? राम्रो प्रश्न। अब डरको होइन, कामको कुरा गरौँ। त्यो सही बाटोमा हिँड्नका लागि चाहिने पहिलो व्यावहारिक कदमहरू के हुन् त? हेरौँ। सुरुवात गर्नका लागि हामीलाई 3वटा चाबी चाहिन्छ। पहिलो, डिम्याट खाता। यो बुझ्नुस्, हाम्रो डिजिटल तिजोरी हो जहाँ शेयरहरू सुरक्षित रहन्छन्। दोस्रो, मेरो शेयर। यो चाहिँ नयाँ कम्पनीको आइपिओ भर्न मिल्ने टिकट जस्तै हो। र तेस्रो, टिएमएस खाता। यो हाम्रो बजार भयो जहाँ ब्रोकर मार्फत शेयर किन्न र बेच्न मिल्छ। र राम्रो कुरा के छ भने यो सबै प्रक्रिया आजभोलि घरमै बसेर सजिलै गर्न सकिन्छ। र यो सबै गर्नलाई कुनै ठूलो फाइनान्सको डिग्री चाहिँदैन। यी खाताहरू खोल्नु भनेको आफ्नो आर्थिक भविष्यको ढोका खोल्नु। यति गरिसकेपछि लगानीको लागि मैदान तयार भयो। अब चाहियो त केवल सुरु गर्ने हिम्मत। ओके, खाता त खुल्यो, तर अब पहिलो पैसा कहाँ लगाउने? सिधै शेयर किन्न अलि डर लाग्नु स्वाभाविक हो। त्यसैले नयाँ सुरु गर्नेहरूका लागि एउटा एकदमै चलाक र सुरक्षित तरिका छ। आउनुहोस् त्यसकै बारेमा कुरा गरौँ। म्युचुअल फन्डलाई एउटा बास्केट सम्झिनुस् न। एउटै फल मतलब एउटै शेयरमा सबै पैसा राख्नुभन्दा विज्ञहरूले के गर्छन् भने विभिन्न राम्रा राम्रा फलहरू अर्थात् शेयरहरू छानेर त्यो बास्केटमा राखिदिन्छन्। फाइदा के भयो? एउटा फल बिग्रिहाल्यो भने पनि अरू फलहरू त सुरक्षित हुन्छन्। मतलब जोखिम कम भयो र कुन शेयर छान्ने भनेर टाउको दुखाउनु पनि परेन। अनि त्यो बास्केटमा नियमित रूपमा फल थप्ने सबैभन्दा राम्रो तरिका हो एसआइपी। यसको मतलब हरेक महिना थोरै थोरै पैसा जम्मा गर्ने।
ठ्याक्कै खुत्रुकेमा जस्तै। बजार घटोस् वा बढोस् लगानी गरिरहने। यसले एकैचोटि धेरै पैसा हाल्ने डरबाट पनि बचाउँछ र लामो समयमा चुपचाप सम्पत्ति बढाउँदै लैजान्छ। कति सरल र अनुशासित तरिका, होइन त? ल, हाम्रो यो यात्राको लगभग अन्त्यमा आइपुग्यौं। अब केही अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण सल्लाह। यी कुराहरूलाई चाहिँ आफ्नो लगानी यात्रामा सधैँ साथमा राख्नुहोला। हेर्नुस्, सफलताको कुनै जादुको छडी वा गोप्य फर्मुला हुँदैन। वास्तविक मन्त्र त एकदमै सरल छ, धैर्य, हरेक दिन थोरै थोरै सिक्ने बानी र सबैभन्दा महत्त्वपूर्ण, आजै सुरु गर्ने साहस, चाहे त्यो एकदमै सानो रकमबाट नै किन नहोस्। अब प्रश्न फेरि त्यही दोबाटोमा आएर अड्किन्छ। रातारात धनी बन्ने मृगतृष्णाको पछि लाग्ने वा ज्ञान र धैर्यको साथ आफ्नो आर्थिक भविष्य आफै निर्माण गर्ने? याद राख्नुहोला, आज चालिने एउटा सानो कदमले भोलि ठूलो परिवर्तन ल्याउन सक्छ। अब छनौट आफ्नै हातमा छ।